सरकारले यति राम्रो काम गरेको छ, वाह सरकारलाई बधाई दिनुपर्छ, सरकारलाई ताली दिनुपर्छ। किनभने सरकारले भूकम्प यो तपाईँले भूमिहीन सम्बन्धी भूमि जुन जनताले भूमि दिने भन्नुभएको थियो नि, यो 12 वर्ष 15 वर्ष भइसक्यो तपाईँले यो भूमि आयोग गठन गरेको। अहिलेसम्म तपाईँले जनताले भूमि दिन सक्नुभएको छैन। यी जनता कहाँका हुन्? नेपालका जनता हुन्। अनि भूमि कहाँको? नेपालको। आफ्नै जनतालाई भूमि दिनको लागि तपाईँले देशको जनताले कर तिरेको पैसाले, विदेशबाट ऋण लिएको पैसाले, विदेशबाट रिमिटेन्स पठाएको पैसाले आफ्ना कार्यकर्ताले पाल्नको लागि जुन गर्नुभएको थियो, आफ्ना कार्यकर्ता नेताले पाल्नको लागि जुन तपाईँको परिपञ्च थियो, त्यो आजको दिनदेखि सदाका लागि यो सरकारले बन्द गरिदिएको छ। तपाईँहरूका जुन कार्यकर्ताहरूलाई भर्ती बनाउनको निम्ति जुन माथि सङ्घदेखि तल स्थानीय तहका लेभलकासम्म तपाईँले स्वकीय सचिव, सचिवालय जुन विभिन्न नाममा गठन गर्नुभएको नि, त्यो पनि आजदेखि खत्तम भएको छ। त्यो पनि आजदेखि तपाईँको त्यो दोकान बन्द गरिदिएको छ सरकारले। यो सरकारलाई सल्युट गर्नुपर्छ, यो जिन्जीलाई सल्युट गर्नुपर्छ। त्यसपछि तपाईँले आफ्ना कार्यकर्ता र पहुँचका आधारमा जुन कार्यकर्ता भर्ती केन्द्र बनाउनु भएको थियो नि, जुनसुकै ठाउँमा करार नियुक्ति गर्नुभएको थियो नि, जुनसुकै ठाउँमा जागिर बनाउनु खुवाउनका निम्ति, तिनीहरूको पनि आजदेखि दोकान बन्द भएको छ। देशको ढुकुटी सक्ने काम गर्नुभएको थियो नि, त्यो पनि आजदेखि बन्द भएको छ। सरकारले एकदमै राम्रो पारदर्शी काम गरिरहेको छ। सरकारले एकदमै राम्रो गरिरहेको छ। सरकारलाई सल्युट गर्नुहोस्। यस्ता भ्रम जनतालाई जुन भ्रम छोड्नुभएको थियो नि, जनतालाई जुन दुःख दिने, जनताको खुन पसिना सोच्ने, जनतालाई पीडा दिने जुन काम गर्नुभयो, त्यो काम सरकारले आज 2 दिनमै देखाइदिएको छ। अनि तपाईँहरू भन्दै हुनुहुन्छ तपाईँहरूका हिजो अस्तिका मन्त्रीहरूले गरेका जुन काम थिए नि, तपाईँहरूका पुरै गाडी क्वार्टर, तपाईँका ती गाडी क्वार्टर, अनि पुरै सचिवालय, अनि तपाईँको भिआइपी खानपिन बसोबास जो थियो नि, त्यो हिजो अस्तिका मन्त्रीले देखाइदिनु भयो। मन्त्रालयमै खाने, 18 घन्टा ड्युटीमा खट्ने, मन्त्रालयमै खाने, मन्त्रालयमै बस्ने, अनि आफै पकाएर खाने, आफ्ना बडीगार्ड पनि चाहिएन, आफ्ना कुनै भान्से पनि चाहिएन, कुनै सहयोगी पनि चाहिएन। एउटा खाट, एउटा कुर्सी, एउटा टोयलेट, एउटा किचन भए पुग्छ भन्ने त्यहाँसम्मको हिम्मत तपाईँसँग कुनै मन्त्री थियो? अहिलेसम्म कुनै मन्त्रीले गर्नुभएको थियो? तपाईँहरू मन्त्री नाम चल्दा बित्तिकै तपाईँहरू दौरा सुरुवाल रेडी, तपाईँका भान्से रेडी, तपाईँका सचिवालय रेडी, पहिल्यै रेडी हुन्थे। आमा, दाइ, भाइ, बहिनी, छोराछोरी, बुहारीलाई तपाईँहरूले सचिवालय नियुक्ति गर्नुहुन्थ्यो, सचिवालय भरि गर्नुहुन्थ्यो। यो देख्नुभयो यसले हिजो आज गरेको सरकारका मन्त्रीहरूले गरेको देख्नुभयो? कुन व्यवहार, कुन चरित्र देखाउनु भएको छ? तपाईँ उदाङ्गो बनाउनु भएको छ कि छैन? के भन्नुभएको छ? हामी कमाएर के गर्ने हो? मिठो खाएर के गर्ने हो? मिठो कमाएर के गर्ने हो? अनि लैजाने के हो? कतिसम्म भन्नुभयो? महावीरको कुरा सुन्नुभएको छ? अनि सबैले यो विचारलाई, यो मननलाई काम गर्नुहोस् र देश विकास गरौँ, देश परिवर्तन गरौँ, देशलाई सुशासन बनाऊँ, देशमा रोजगारी दिउँ। हाम्रा भएका स्वदेशमा विदेशमा भएका दाजुभाइ दिदीबहिनीहरूलाई उनीहरूलाई स्वदेशमै रोजगारी दिउँ र आगामी जुन चेन्जी भाइहरू छन् तिनीहरूलाई देशमै बस्ने वातावरण बनाऊँ। योसम्म लागौँ, यो मानसिकतामा लागौँ।